नमस्ते स्वागत छ भूपेन र युट्युब च्यानलमा। आज हामी नक्साल जाँदैछौँ कामको लागि। आज चाहिँ हामी कुन ठाउँ जान लाग्छौँ अरे? हाम्रो मामा चाहिँ उता शमशेरगञ्जबाट आउनु भएको छ, हेर्न सक्नुहुन्छ। यहाँ अर्को मामा छैन यहाँ हेर्न सक्नुहुन्छ। यतातिरको भ्यू आज कहाँ घुम्नु मन छ त? आज पहिला काम गरिहालौँ भन्छ, त्यसपछि 10 बजे जानुपर्छ भनेको इक्जाम दिन कहाँ घुम्नु घर फर्किउला भनेको घुमेर मान्नु नै हाम्रो ब्लगर दाजुले। अब यस्तै घुम्ने त काम। गाइजहरू आज धेरै रमाइलो गर्नुपर्छ। हामीले के खायौँ के गऱ्यौँ सबै देखाउँछौँ ल। यो हाम्रो बाटो भयो। हामी अहिले हात्तीवनबाट गइरहेका छौँ। तपाईँहरूले एलएसपी हेर्न चाहनुहुन्छ भने हेर्नुहोस्, जुम हुन्छ। गाइजहरू केही टेक्निकल प्रब्लमले गर्दाखेरि जुम भएन। यहाँ हाम्रो दाइले पनि गाडी राम्रोसँग चलाइराख्नु भएको छ, हेर्न सक्नुहुन्छ। रफ्तार माइला राखिदिनुपर्छ। आज हामीले यो इन्ड्राइभ बोलाउँदै क्रममा धेरैवटा इन्ड्राइभ बोलायौँ, तर कोही पनि आएन। दाइको इन्ड्राइभ चाहिँ कसरी के भयो थाहा भएन। 10 रुपियाँ बढाउँछ, 50 रुपियाँ बढाउँछ। यो लास्टमा भन्ने हो क्या, त्यो जब लाग्छ नि गाई आज यस्तो भयो क्या, यस्तो छ। 10 रुपियाँ बढाउँछ, उता 50 रुपियाँ बढाउँछ, 10 रुपियाँ बढाउँछ। लगभग गाइसहरू आज हामीले यो इन्ड्राइभ बोलाउँदाखेरि ट्रेडिङ गरे भन्दा पनि गाह्रो भयो लगभग। यो सेयर खेल्नुभन्दा बार्गेनिङ नगर्नु होला, यो त ट्रेडिङ भन्दा डेन्जर रहेछ। गाइजहरू अहिले त यो सुरुवात हो। अब केही समयपछि हामी लुगा पसलमा पनि छिर्छौँ, त्यहाँ पनि कसरी बार्गेनिङ गर्ने सबै हामी देखाउँछौँ। स्किल्स देखाउँछ। आज रमाइलो गर्नुपर्छ। भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है गाइस। आमाको पालाउन बाँकी नै छ भन्नु न। मामाको त यहाँ चाहिँ के आउनै बाँकी छ। मामाको तरिका छुट्टै छ, औँला तान्नुपर्छ। औँला नतान्न चाहिँ मलाई अहिले तपाईँ साथीहरू, नेपालको एकदमै ठुलो प्रगति आउँदैछ। फ्लाइओभर गुवारको यति उ गरेर आयो होइन, यति फेममा ल्यायो। एउटा के पुरा बिल्डिङ होइन, त्यो डेन्जरै विकास गरे जस्तो गरेर क्या। त्यो देखाउन गइरहेछौँ। लगभग तपाईँलाई देखाउँछ है, अब एकछिनमा आउँछ होला। त्यो फ्लाइओभरले गर्दाखेरि जाम त अलिक कम भएको छ, त्यही पनि अलि चित्त चाहिँ बुझेको छैन मैले। यस्तो गराएर प्रचार गरेर यो उसको दिमाग खराब गर्छन् अलिअलि। कस्तो फिल भइरहेछ त आज फ्लाइओभरमा चढ्न? म त हिजो चढ्छु भिडियो पनि बनाएर यसो राखेको अब एकछिनमा आउँदैछ। तपाईँलाई मैले लास्ट टाइम एउटा भिडियो हालेको थिएँ इन्डिया गएको, त्यो जस्तै फ्लाइओभर त छैन, यहाँ सिम्पल खालको छ। यस्तो गरेर यो ठाउँमा पनि स्टेट घुम्नु थियो। त्यहाँदेखि टेम्पोको यात्रा मजा आएको। टेम्पो मजा आउँछ क्या त्यहाँ बस्नलाई क्या। हाम्रो मामाहरू यहाँ हुनुहुन्छ। यहाँ मामाहरूले चाहिँ लास्टै लुट्छन्, के भन्ने हो। 1500 हेर्नुहोस्, हामी फ्लाइओभर माथि चढिसकेका छौँ। हाम्रो नेपालको पहिलो फ्लाइओभर हो, हेर्न सक्नुहुन्छ। यही बनाउन 3 वर्ष लगायो, 4 वर्ष लगायो। बनाउँदै भक्काउँदै खर्चमा आएको कति भाग छ। अझै दादा झाली जमा बताएन त, झाली जमा बताएन।
तपाईँलाई चाहिँ म न्युयोर्क सिटीको पुल देखाउँछु पुल र त्यो के भन्छन् खोला हेर्न सक्नुहुन्छ यो चाहिँ यहाँको पुल हो एक्सेप्ट गरेर आएन मैले बड्डा हामीले मेसेज गर्ने हामीले रिक्वेस्ट बनाउनु चाहिँ एक्सेप्ट गर्दैन त्यो बड्डाले हाम्रो काठमाडौँको खोला चाहिँ एकदमै सफा छ हेर्न सक्नुहुन्छ एकछिन जहाँचोटि बनाउनेलाई एक दिन लगाइदिएन अहिले आइने रिक्वेस्ट उताटिको मैले हिजो बनाएको छु आज दुईवटा यसलाई दिन्छ म काट्ने भन्छ यो साइड साइड देब्रे साइडतिर हिजो यो बाटो आएको उता किन्नु जानु फेरि यहीँबाट त्यहाँ जानु मेट्रो हेर्नु सक्नुहुन्छ यहाँ कस्तो खतरा बेनिक्युट छ पार्टी प्लेस हेर्नु सक्नुहुन्छ हाम्रो देशका गाईहरू पनि पुलबाट आउँछ विकसित छ पुल चाहिन्छ नेपाललाई गरिब भन्ने पुलबाट गाई आउँछ नि त्यही त हाम्रो देश नेपालमा पुलको कमी छैन झुलेङ्गा पुलबाट गाडी आउँछ त गाईको एबिसी बेस क्याम्पमा पनि बनाएको थिएँ बनाए कति एउटा बहिनी थियो क्या गल्टन लगेर गएको थियो साथीले हिँड्दै अगाडि गइयो यहाँको नदी कति सफा छ हेर्न सक्नुहुन्छ यो के हो खतरा रहेछ त फ्यासनको के फुटबल के हो है यहाँ त पाहाडी आउँछ यार पर्खा बेला यो ग्राउन्ड बाल्दै बाल्दा भाइरल गेम थियो क्या फुटबल ग्राउन्ड यो चाहिँ के ग्राउन्ड हो अरे हो च्यासल क्लबको फुटबल ग्राउन्ड हो हातले तपाईँ छेउमा तपाईँ एकदम फुटबलको पारखी हुनुहुन्छ भने तपाईँ पनि एकाडेमीमा जोइन हुन सक्नुहुन्छ मेरो भाइ पनि डिफेन्डर हो डिफेन्डर हो फ्यान चाहिँ तर मेस्सीको होइन मेस्सीको हो क्या मेस्सीको हो त्यही त फेरि अहिले फेरि मेरो अगाडि हामी फेरि अब मेस्सी बाहेक अब अरू भन्ने मान्छेको फेरि यहीँ भइहाल्छ ट्याक्सी भाडा मैले तिर झारिदिन्छु यहीँ माएर पोजिसन रित्याइनु फेरि हिँड्दै पढाइदियो अरे मा हामीलाई मेस्सी भ्लग हेर्ने मेस्सीको फ्यानहरू हुनुहुन्छ भने चाहिँ एक नम्बरमा सब्सक्राइब रोनाल्डो भनेपछि गाई त रोनाल्डो बाहिर जानु त उता बाटो त्यहाँ छ गुरुजीलाई सोध्नु त म फेरि त्यहाँ फुटबल खेल्न स्कुलमा के फुटबल अब ट्रेनिङ हुन्छ नि त हजुर अब गेम सेम हुन्छ ट्रेनिङ हुन्छ होइन रियल म्याड्रिडको त्यो रोनाल्डो भएको कलर पुरा ल्यायो नि त्यसलाई नाम निकालेर काट्नु जर्सी लागिन आयो भने च्यातिने हो फेरि पुरानो फेरि पहिला यहाँ फोरै फोर हुन्छ अहिले नलाग्यो भने स्विमिङ पुल लोकल लोकल स्विमिङ पुल यहाँ पैसा काठमाडौँमा स्विमिङ गर्ने चाहनुहुन्छ भने यो हामी आएको बाटो हिँडेर माथिको यो हामी एक्जाम दिन गएर आएको थियौँ कि यही बाटो हिँड्दै लगनपुरबाट हिँड्दै आउँ तिमीहरूले मर्ने लगभग हामी हाम्रो डेस्टिनेसनमा पुग्न लागेको छौँ गाइसहरू हेर्न सक्नुहुन्छ
के भन्नुभयो गोबर जस्तो आउँदा आउँछ कि मतलब गाना आउँछ कि गीत पनि आउँछ अहिले सधैँ तपाईँको फेभरेट गीतहरू कहाँ हुन्छ त्यो पनि हाम्रो लाग्छ आजकल यस्तो भाइरल भएको छ मेरो चित्र कति मेरो अनुहार भाइरल छ भन्दैमा यस्तो याद युज म त यस्तो हालिदिन्छु भन्नु सेम शाहरुख खान जस्तो आवाज आउँदैछ लिफ्ट कस्तो छ त एक्सपिरियन्स कस्तो भर्खर त आयो अब बिस्तारै थाहा हुन्छ लास्ट इन्डिङमा भन्नुलाई एक्सपिरियन्स काम गरेको त ठिकै छ ल्याउने त हामी कुन फ्लोर गइरहेछौँ अरे थर्ड फ्लोर नवीन इन्भेस्टमेन्ट ब्याङ्क आइसक्यो थर्ड फ्लोर क्यामेरा अफ भएको भए सजिलो हुन्थ्यो अहिले बन्द गर भनेको थिएँ यहीँ छ त रेस्टो टु सियर्स हेलो हेलो दाइ होइन दाइ यो कुमारी ब्याङ्कको अगाडि नारायण चौर भन्नाले पनि हामी यो पहिलोचोटि आएको यो नक्सल ब्रान्च भनेको चाहिँ खै नक्सलको यो सोरुमहरू छ कि यता धेरै गाडीहरूको ल ल हुन्छ तपाईँलाई चाहिँ आज हामी यता नक्सलको एरिया चाहिँ देखाउँछौँ हेर्नु होला गाइसहरू हाम्रो नेपालको सुपर ट्याक्सी यस्तो छ ट्याक्सी त कालै हो यो